ल यो चाहिँ बफको सुकुटी हो, होममेड ताप्लेजुङको बफको सुकुटी सबैभन्दा मिठो हुन्छ है ताप्लेजुङको। अनि यो घरमै बनाएको एक दुईवटा बोसो पनि छ। अब यसलाई चाहिँ सिम्पल तरिकाले पकाउने, सिम्पल छिटो मिठो यसको म रेसिपी देखाउन गइरहेको छु हजुरहरूलाई। सादा केही नमिसाइ क्या, फर्सीहरू केहरू मिसाउँदा नि मिठो हुन्छ, आलु फर्सीहरू हाल्दा एकदम मिठो हुन्छ। तर म चाहिँ यसलाई सादा बनाउन गइरहेको छु। झोल पनि मिठो हुन्छ है यो सुकुटी, अनि फ्राई कराईमा पकाएको पनि मिठो हुन्छ। तर म चाहिँ यसलाई चाहिँ कुकरमा सिम्पल तरिकाले केही पनि नहाली, झोल पनि नहाल्ने, अनि त्यस्तो भुटुवा पनि नगर्ने होइन, ठिक्कको बनाएर पकाएर हजुरहरूलाई देखाउन गइरहेको छु। अनि सबभन्दा पहिला त यसलाई अब एकताल चाहिँ मजाले पखाल्ने, त्यसपछि तातो पानी लगाएर चाहिँ एकछिन 5-10 मिनट भिजाउने। अब यो हुँदै यसमा चाहिँ के, यो चाहिँ अब आगोमै पकाएको हो नि त, स्मोकी फ्लेभर आगो माथि नै सुकाएको हो, त्यस्तो फोहोरहरू केही पनि छैन लागेको। र पनि एकताल धुने अनि अलिकति तातो पानीमा एकछिन भिजाउने। ल मैले चाहिँ यसलाई 2 चोटि पखालेर ल्याइसकेको छु है। तातो पानी लाएर यसलाई 8-10 मिनट राख्दा हुन्छ, नराखी गर्दा पनि हुन्छ। र पनि अब यसको चाहिँ पानी फालेर पकाउने। हामीले चाहिँ यो 2टा नर्मल सानो प्याज काटेको छौँ, अलिकति सुकेको खोर्सानी पड्काउँछु है। टमाटर चाहिँ धेरै लगाउँदिनँ, म 2टा मात्रै लगाउँछु। म खसी बफहरूतिर चाहिँ खासै टमाटर लगाउँदिनँ। अनि यो रेडी छ। अनि यहाँनिर चाहिँ अब पड्काउनेमा चाहिँ यो मेथी अनि जिरा अनि हाम्रो ज्वानो, अनि अब यो यहाँनिर चाहिँ अब धनियाँ जिराको धुलो त भइहाल्यो। अनि नो मिट मसला है, गरम मसला हाल्दिनँ म चाहिँ। अनि यहाँ अदुवा लसुनको पेस्ट छ, किनकि गरम मसला हाल्यो भने त एउटै हुन्छ क्या। त्यो गरम मसला हालेपछि खसीको मासु कुन, बफ कुन है, सुकुटी कुन। जस्तै आलु मासुमा हो भने चाहिँ बफको आलु मासुमा चाहिँ गरम मसला चलाउनु पर्छ, गनाउँछ नि त। अब यसमा चाहिँ स्मोकी फ्लेभर छ होइन, गरम मसला चलायो भने त्यो स्मोकी फ्लेभर चट बनाइदिन्छ, खतम पारिदिन्छ क्या। हामीले चाहिँ कुकर बसालिसकेको छौँ। अनि बाँकी नुन तेल बेसार त छँदैछ है। तेल चाहिँ म मासुहरूतिर तोरीकै तेल लगाउँछु प्राय, उही फ्राई गर्नेमा मात्रै हो, डिप फ्राई गर्नेमा मात्रै हो म सनफ्लावर चलाउँछु। तेल चाहिँ तोरीकै लगाउने, अनि धेरै पनि नलाउने, किनकि यो बफमै टाँसिएको छ क्या अलिअलि बोसो। ल हाम्रो तेलको चाहिँ धुवा निक्लिन थाल्यो है, थोरै खर्याउनु पर्छ नि त तेल चाहिँ। अनि ल यो तातेपछि खोर्सानी चाहिँ यसरी भाँचेर लाउने, धुलो खोर्सानी लाउन नि मिल्छ है। भरे पकाउँदा म चाहिँ धुलो खोर्सानी लाउँदिनँ, यसैले काम पुर्याइदिन्छु। एकदम पिरो छ यो, धोएर सुकाएर राखेको। अब चाहिँ हामीले यसमा चाहिँ अगाडि नै प्याज लगाइदिने। नर्मल्ली म अरू मासुहरूमा त पछाडि मासु अलिक फ्राई गरेर मात्रै लगाउँछु होइन प्याज, र यसमा चाहिँ अगाडि नै लगाइदिँदैछु। प्याज अलिकति भुटेपछि चाहिँ बेसार लगाइदिने। अब चाहिँ बेसार त लगाउनुपर्छ, किनकि यो बेसार चाहिँ औषधि पनि हो है। खानेकुराहरूतिर बेसार चाहिँ लगाउनुपर्छ। अब धनियाँ र जिराको धुलो, म चाहिँ गरम मसला युज गर्दिनँ, यो पनि धेरै नलाउने, ठिक्क लाउने। बरु अदुवा लसुन चाहिँ जति धेरै लाए पनि हुन्छ होइन, यो मसलाहरू धेरै खानु हुँदैन क्या। ल अदुवा लसुनको पेस्ट, ल अलिकति पाक्न दिने, अनि सुकुटी लाएर एकछिन भुट्ने क्या। यो मसला चाहिँ अलिकति आगो चाहिँ सानो पारेर भुट्ने है।
अब यहाँ सुकुटी हालेर भुट्ने एकछिन। हाम्रो सुकुटी अलिक धेरै गरेको छु मैले, भरै बहिनीहरू आउँदैछन्, तिनीहरूलाई पनि दिउँसो म चिउरासँग खुवाइदिन्छु सुकुटी क्या। आगो अलिकति बढाएको साह्रै सानो पारेको थियो क्या। यो त होममेड आगोमा सेकाएको हो कि यस्तो मिठो छ यो। यदि नुन लगाइदिने स्वाद अनुसार, धेरै नुन नलाउने, पछि चाख्ने है। अनि अब यतिखेर चाहिँ हामीले अब खोर्सानीको धुलोहरू रङ खोर्सानी लाउनेहरूले लाउन सक्छौँ। म चाहिँ रङ खोर्सानी लाउँदिनँ, खोर्सानीको होममेड त बनाएको छ, तर त्यो पनि हालिनँ। सुकेको खोर्सानी एकदम पिरो छ नि त, त्यही पड्काइदिएको। मिठो हुन्छ कि एक किसिमको सुकेको खोर्सानी। ल एकछिन यसलाई चाहिँ अब 4-5 मिनट यतिकै आगो चाहिँ एकदम मिडियममा राखेर यतिकै भुट्ने है। अहिले चाहिँ आगो मिडियम लगाएर भुट्ने है, किनकि यहाँ धेरै तेलहरू छैन नि त। यो सुकुटीमा अलिअलि तेल चाहिँ छ होइन, नदेखिने बोसो चाहिँ छ, नदेखिने तरिकाको बोसोहरू छ, त्यो भएर तेल पनि खासै धेरै नलगाएको। अब चाहिँ टमाटर लगाइदिए, 2टा मात्रै लगाएको टमाटर लाएर पनि एकछिन पकाउने। अनि चाहिँ 7-8 सिटी लगाइदिने। खासमा यो चाहिँ 70-80% नै पाकेको हो कि, यो ड्राई मिट भनौँ न। आगोमाथि राखेर हामीले यसलाई चाहिँ किटको कराईमा मजाले है छोपेर भुटेर पकाउँदा नि हुन्छ, अलिक दह्रो खानेले। अनि त्यसरी छोपेर भुट्दा नि मिठो हुन्छ होइन। अनि यसलाई अझै नरम खानेले अझै 12-15 सिटी लाउँदा नि हुन्छ है। म चाहिँ ठिक्क 7-8 सिटी मात्रै लाउँछु। झोल पनि मिठो हुन्छ, यो जे पनि मिठो हुन्छ। अहिले ग्यास पनि छैन नि त, ग्यासको उसको लागि पनि ग्यास पनि फारो हुन्छ, त्यही भएर कुकरमा पकाएको। बेला बेला चाहिँ म किटको कराईमा पनि पकाउँछु। ल अब यहाँ हामीले चाहिँ तातो पानी लाए पनि हुन्छ होइन, चिसो पानी लाए पनि हुन्छ। म चाहिँ चिसो पानी लाउँदैछु अहिले चाहिँ। यो यहाँनिर चाहिँ अघि हामीले अदुवा लसुनको पेस्ट बनाएको थियौँ, यही माथि पानी घोलेर हालिदिँदैछु। पानी चाहिँ धेरै नलाउने होइन, मैले झोल चाहिँ बनाउने होइन नि त। हामीले सुकुटीहरू चाहिँ केमा मिक्स गरेर खाँदा पनि असाध्यै मिठो हुन्छ है। अब अझै अलिकति लगाउँछु पानी, 7-8 सिटी लगाइदिएपछि हुन्छ। अनि लास्टमा चाहिँ अन्तिममा चाहिँ त्यही लगाउने हो, के भने धनियाँ। अब सिटी लाउने 7-8 सिटी, अनि यसको सिटीको प्रेसर चाहिँ नि आफै जानु दिने, नझिक्ने। ल हाम्रो चाहिँ यो 8-9 सिटी भइसक्यो मारिदिएको। यसको यो प्रेसर चाहिँ आफै निस्केर जानु दिने है। हाम्रो सिटी चाहिँ गइसकेको छ, हेरौँ, ट्राई गरौँ। अब धनियाँ लगाउँ, के कस्तो भयो। अब चाहिँ हल्का पानी ग्रेभी भनौँ न, तेलहरू पनि टन्नै निक्लेको छ कि यसमा चाहिँ। अलिकति सुकुटीमा बोसोहरू चाहिँ थियो क्या, अलि 1-2वटा बोसो भएको दामी मिठो हुन्छ नि। अब नुनसुन चाख्ने हो, नुनसुन सबै लागेको छ किनकि म त्यति चाख्दिनँ। अनि यसरी धनियाँ लाएर, अब यो धनियाँ लाएपछि चाहिँ एकताल स्वाट्ट चलाइदिने। धनियाँको डन्ठी सन्ठी पाक्छ। अब कसैलाई चाहिँ अलिकति गिल्लै खाने भने चाहिँ योभन्दा धेरै सिटी लाउन सकिन्छ। दामी मिठो भएको छ है। ल हामीले चाहिँ यहाँ यसरी ल्याएको छौँ, अलिकति यति नै छ है उता कुकरमा। यस्तो मिठो, यस्तो दामी भएको छ। यसलाई अझै माथिबाट धनियाँ, को कोलाई मनपर्छ होइन,
धनियाँ लगाइदिने। दामी भएको छ, दामी मिठो सुकुटी क्या। यो धेरै फ्यात्त पनि पारेको छैन, धेरै त्यो दह्रो पनि बनाएको छैन है। कुकरमा यसरी कुकरमा यसरी सुकुटीको तरकारी बनाएर खान सकिन्छ है। छिटो हुन्छ कुकरमा अनि मिठो पनि हुन्छ ग्यासको अभावको बेलामै। हजुरहरू पनि यसरी बनाएर खानु होला। यस्तो मिठो भएको छ, यस्तो मिठो भएको छ। यो अलिअलि बोसो भएको असाध्यै मिठो हुन्छ क्या। ल यो चाहिँ तेल हो कि खासमा, यो ग्रेभी भन्दा पनि तेल निक्लेको कि। ल यही हो मेरो भिडियो। हजुरहरूलाई के कस्तो लाग्यो कमेन्टमा लेखिदिनुहोस्, लाइक पनि गरिदिनुहोस् अनि मन परेमा सेयर पनि गरिदिनुहोस्। कोही नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनुहोस्। अनि यतिन्जेलसम्म मेरो भिडियो हेरिदिनु भएकोमा हजुरहरूलाई थ्याङ्क यू सो मच। बाई बाई, टाटा।